रौतहट 4 को जनतालाई यहाँ यति धेरै जनता हुनुहुन्छ उहाँलाई बाचा कसम गर्नुस् कि तपाईले जितेपछि पहिलो एउटा काम इम्पोर्टेन्ट काम के गर्नुहुन्छ यहाँको पहिलो काम मेरो सुन यहाँको मेन समस्या के छ मेन समस्या भनेको यहाँ समस्या धेरै छ तँ ट्र्याक्टर चलाउने मान्छेको पीडा चलाउने मान्छेलाई थाहा हुन्छ नि मैले पनि त्यो पीडा बुझेको के कति गाह्रो हुन्छ गाडी चलाउनु भन्ने देशमा तराईमा यसको महत्त्वपूर्ण धेरै छ काम गर्छ महत्त्व छ मधेसको फुलबाटमा चुनाव लड्नेछु म मधेसको फुलबाटमा केबाट चुनाव लड्ने आप कहाँ के ज्ञानी बाबा एउटा रमाइलो प्रश्न छ ऋषिजीले अब चुनाव चिन्ह रोजि नै सकेपछि किन मोबाइल रोजेको उहाँलाई मनपर्ने काजु रोज्नु पर्थ्यो नि जेरी जस्तै नीति बनाउन छोडेर जनतालाई घुमाउने पो हो कि ऋषि धमला पनि आएर भन्ने प्रश्न पनि छ नि जेरी पकाउनु गलत हुँदैन है भाई यहाँ पे क्या हो रहा भाई ये कहाँ पर क्या भाई मैं आज त्यो जेरी पसलमा पुगेर जसरी मैले जेरी पकाएँ नि त्यो जेरी पकाउने मान्छेले मलाई आज के भनिराखेको छ थाहा छ ऋषिजी तपाईँ आइसकेपछि हाम्रो पसलमा जेरी खाने मान्छेहरूको लाइन लाग्यो मैले पकाएका जेरी खानेहरूले मलाई भने के ऋषि धमलाले पकाएको जेरी तपाईँ पकाउन सक्नुहुन्छ सोधे रे अपन भी एक चाय का दुकान खोलेगा चाय बिस्कुट सब बेचेगा आज एउटा सानो मुद्दा होइन भने ऊ किसानले आफ्नो चाहिँ मूल्य अनुसारको पैसा पाउँदैनन् कस्तो अवस्था छ त मधेस त्यही एउटा एजेन्डा हेर्नुहोस् मधेसको पीडा अरू कुरा के गर्ने किसानले आफूले उत्पादन गरेको मूल्य पाउँदैन तपाईमा सबभन्दा ठुलो विशेषता चाहिँ हाँस्न सुरु गरेको वाक्य टुङ्गिदार हुन सक्ने पनि राजनीतिज्ञमा यो भन्दा ठुलो गुण के हुन सक्छ यस्तो पीडाहरू त जनताहरूको हामीले भूमि बस्तीमा गयौँ खाली लाग्दछ क्या रौतर हामी सबैलाई म भन्न चाहन्छु हाम्रो देशका नेतृत्वकर्ताहरूलाई रौतर ठुलो समस्यामा छ पीडामा छ वाह क्या एक्टिंग कर रहा है जनताहरू धेरै पीडित छन् कैसे लोग रहते हैं त्यसैले मैले एउटा सङ्कल्प गरेको छु रौतहट जिल्लालाई म बनाउँछु मैले सबै कुरा छोडेर अब मैले रौतहट यहाँ आएर बस्ने गरेको छु अब म रौतहटमै घरजम गर्नेछु म यहाँ हुन्छु यहीँ बस्छु यहीँ खान्छु उहाँहरूसँगै बस्छु रौतहट जिल्लामा म पुग्दाखेरि अस्ति मैले नमस्कार गर्दाखेरि नमस्कार नफर्काएर भित्र लुकेर बस्ने जनताहरू त्यस्तो समस्यामा छन् यो कुन हगाई हो रे दादा कुन हगाई हो यो चीटिंग करता है तू खुशी एकदम खुशी खत्म पहले के रुला दिया आपने एक आदमी में इतना टैलेंट कैसे होता है काम गर्न गाह्रो छ नि भाइ बुझ्नु श्रमजीवी जनताको कुरा हेरिराख्नु त कति काम गर्न गाह्रो छ नेता मात्र हुन सजिलो छ होइन त भाइ अरे तू जा रही आपको लेकर जा सकता हूँ मैं काम करूँगा के गरिरहेछ काम करने वाले इन्हें अब अपने पत्र में आवे बंद करो हाथ जोड़ के मैं साइकिल चलाऊं गाँव में ब्रेक छैन सर ब्रेक छैन ब्रेक छैन तालुके नॉमिनेशन में देखो पछाडि आदमी कोई तरीका है भीख मांगने का वही तो आउनु साथी आउनु किसान है मैं आपका अभिनंदन करना चाहता हूँ धन्यवाद
मैं भी किसान का बेटा हूँ, मैं भी किसान कर रहा हूँ, सही हो। खेती कर रहा हूँ, आपके लिए अभिनंदन करता हूँ एक किसान के नाते। राइट रोतरवासीका लागि चाहिँ ऋषि धमालाका एजेन्डाहरू के छन् यहाँ एजेन्डा आउँछ, मैले एकदम खाका कोरेको छु रौतरमा के गर्ने, रौतरको विकासको लागि के गर्नुपर्ने 1 2 3 जस्तो शिक्षामा के गर्ने, स्वास्थ्यमा के गर्ने, पूर्वाधारमा के गर्ने, रोजगारीमा के गर्ने, पर्यटनमा के गर्ने, कृषिमा के गर्ने, सिँचाइमा के गर्ने, धेरै एजेन्डाहरू मसँग छ। मेरो उम्मेदवारी रौतर जिल्लावासीको एउटा सपना छ। युवा पुस्ता सम्हाले उहाँलाई देखिए देना 3 नंबर खुशी 3 नंबर क्षेत्र के ढाप ढूप के बना देली पर्व चौक छ वही पार्टी से लड़े हो जाए खुशी चेंज करेगा पर्ने क्षेत्र के परिवर्तन, मेडिकल कॉलेज, टेक्निकल कॉलेज, इनका 5 फैक्ट्री एरिया में लगावे के लेकर विदेश जाओ होता है हैं होता है पार्टी से खड़ा भेजे क्या एक्टिंग कर रहा है एक्टिंग सही है। मोबाइल ऋषि धमाला जबरदस्ती हो। मुझे कैसे भी करके निकाल मेरे भाई, मैं फंस गया हूँ यहाँ। मैले घोषणा गरेको छु चुनाव जितेर आउँछु यही घरमा बसेर खाना खान्छु ल भन्नुस्। आज कमाएगा तो कल बैठकर खाएगा। मोबाइल हाम्रो मोबाइल छ भाइ मोबाइल नबिर्सिनु नि मोबाइलमा हाल्नु पर्यो। के भन्न चाहनुहुन्छ धमला सरलाई सरको हो क्या मान्छे चाहिँ अनि घन्टी बजाउने सपोर्ट चाहिँ हजुर हजुर मलाई गर्ने हजुर उहाँलाई बस्दा दिन्छु पटक पटक साथ दिन्छु ल। मैले उहाँले जित्नु भयो भने कसले जित्यो उहाँ ऋषि धमाला सरले जित्नु भएछ भने म 30 किलोको खसी छ म गाउँलेलाई काटेर फेरि खुवाउने राम्रो गर्नु पढाइ कस्तो छ, पढाइ कस्तो छ ठाउँमा ठिक छ, राम्रो छ भन्नु होला। चिन्नुहुन्छ होला मोबाइल गर्छ, मोबाइल छ नाटकै हो धेरै अरूको घरमा चाहिँ बस्ने ए घर पो आफ्नै घर हैन नाटकै हो त्यसैले यति बेला ऋषि धमाला उहाँले न दसैँ तिहार न कहिले विवाहमा त आफ्नो विवाह 4 घण्टा ढिलो आउने जन्ती लिएर उहाँ हुनुहुन्छ। एक वर्षमा बनेन भने के गर्ने हामीले बनेन भने के गर्ने हजुरले के गरेर हुन्छ 1 वर्षभित्रमा यो पुललाई सुचारू गर्ने। काठमाडौँ गएर लुकिहाल्नु हुन्छ। टाटा गुड बाई बाई गया
ऋषि धमलाको हेयर स्टाइलको अहिले निकै चर्चा छ। ऋषि धमलालाई सलमान खानसँग तुलना गर्दैछन्। के भन्नुहुन्छ तपाईँ यस बारेमा? कसले के भन्छ, कसले मेरो बारेमा छ नि पक्षमा छु। अब त उहाँ कुनै हिरो सुटिङमा जानुभएको होइन त त्यहाँ कपाल कोरेर बस्नलाई। उहाँ त त्यहाँ रात दिन दुःख गरेर यदि चुनाव हार्यो भने के गर्नुहुन्छ? होइन, म हार्न मैले जानेकै छैन। पनि हार्यो भने शेरबहादुर देउवाको घरभित्रको पैसालाई तपाईँ के भन्नुहुन्छ ठ्याक्कै? त्यो त हेर्नुहोस्, मेरो त यति मन त साँच्चै भने मैले त्यो कुरा देखेपछि त मलाई त यति आक्रोश भयो नि।